साथीहरु स्वागत छ मेरो YouTube च्यानलमा। साथीहरु योभन्दा पहिला मैले एउटा भिडियो अपलोड गरेको थिएँ वैशाखको 28 गते मेरो स्लोभाकियाको वर्क परमिट आयो भनेर एउटा भिडियो बनाएको थिएँ। तर अहिले मेरो स्लोभाकियाको अप्लाई क्यान्सल भएको छ साथीहरु। वर्क परमिट आइसक्दा पनि 3 महिनासम्म हामीले BLS डेट पाएनौं र त्यो वर्क परमिट एक्सपायर भयो र मेन पावरले फेरि अर्को वर्क परमिटमा इस्यु गरेर मगाउँछु भन्ने कुरा गरिरहेको थियो। तर त्यसको लागि पनि टाइम लाग्ने अनि 10 महिना कुर्दा पनि काम नबनेपछि हामीलाई इन्ट्रेस्ट लागेन र हामीले साउनको 28-29 गतेतिर हामीले क्यान्सल गर्यौं र अब हामी जाँदैनौं। हाम्रो डकुमेन्टहरु, हाम्रो पासपोर्ट र हाम्रो पैसा फिर्ता दिनुस् भनेर हामीले फिर्ता माग्यौं। मेन पावरले सबै पैसा हामीले जति एडभान्स बुझाएका थियौं त्यो पैसा र पासपोर्ट हाम्रो फिर्ता गर्यो। कतिपय मेन पावरले चाहिँ पैसा यो बहाना त्यो बहाना भनेर पैसा खाइदिने फिर्ता नगर्ने गर्दो रहेछन्। तर हामीले चाहिँ मज्जाले पैसा पायौं। र अर्को जानकारी साथीहरुलाई के दिन्छु भनेपछि मैले यो फेसबुक टिकटकहरुको पछि लागेर फेक डिमान्डको पछि लागेर हामीहरु धेरै फस्दो रहेछौं। हाम्रो 10 महिना हुँदा पनि हाम्रो काम भएन। 10 महिना हामीले दुःख पायौं। 10 महिना हामीलाई ढिला भयो, हाम्रो पैसा फस्यो। 10 महिनासम्म हामीले त्यो पैसा ऋण काटेर ब्याज काटेर ल्याएका थियौं। त्यो हामीलाई कति नोक्सान भयो। अब कसरी अप्लाई गर्ने भन्ने कुरा मैले हजुरहरुलाई जानकारी दिन्छु। हामीले अप्लाई गर्नुभन्दा पहिला हामीले एकपटक वैदेशिक रोजगार मोबाइल एप डाउनलोड गर्ने। त्यसमा चाहिँ हामीले मज्जाले हेर्ने कुन कुन देशको डिमान्ड छ, कस्तो छ, के छ, एकदमै आधिकारिक डिमान्डहरु मात्रै त्यसमा हालिएको हुन्छ। त्यो डिमान्डको आधारमा पनि हामीले अप्लाई गर्न सक्छौं। र मेन पावरबाट कुनै डकुमेन्टहरु आयो भने त्यो डकुमेन्टहरु ओरिजिनल हो कि फेक हो कि त्यो पनि चेक गर्ने र उसले पैसा माग्ने बित्तिकै तुरुन्तै पैसा नदिने, एकदम विचार गरेर पैसा दिने र पैसा दिनै पर्यो भनेपछि पनि आफ्नो जम्मा गर्ने ठाउँमा चाहिँ आफ्नो नाम लेखाएर वैदेशिक रोजगारको लागि भनेर खुलाइदिएपछि भोलि कुनै लफडा पर्यो केही भयो भने हामीले मुद्दा मामला अथवा केही केस गर्न पनि सजिलो हुन्छ। अन्यथा अरु लेनदेनको काम हो भनेर पनि पैसाहरु फिर्ता नदिने गरेको हुन्छ हैन साथीहरु। त्यही भएर अहिले मेरो यो स्लोभाकियाको यात्रा रोकिएको छ। यो यात्रा रोकिदैमा मेरो युरोपकै पुरै यात्रा रोकिएको होइन। म अरु कुनै ठाउँमा भए पनि अप्लाई त गर्ने नै छु साथीहरु। तर यो अहिले स्लोभाकिया मैले क्यान्सल गरिसकेको छु। स्लोभाकियाको काम भएन, एकदमै ढिला हुँदो रहेछ। राम्रो राम्रो देशहरुमा अहिले काम त्यति भएको छैन हैन। त्यही भएर हजुरहरुले पनि एकदमै राम्रोसँग बुझेर मात्रै अप्लाई गर्नु होला, नत्र दुःख पाइँदो रहेछ। मलाई यो भिडियो बनाउने खासै रहर थिएन हैन। एकदमै दुःख लागिरहेको छ मलाई। तर यो मेरो दुःख, यो पीडा समस्याले गर्दा अरु साथीहरुलाई पनि केही न केही कुराहरु थाहा होस् भनेर मैले यो भिडियो बनाएको छु साथीहरु। भिडियोलाई हेरिदिनु होला, लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला। Thank you for watching.